बडा हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल साथसाथै मेरो पेजमा पनि तपाईँहरूलाई स्वागत छ। समय खुसी छ नानी होइन हामी कहिले भएको पो भनेको को रहेछ तल रौलो कापाहरू हामी चाहिँ रेडी भएर गएको भन्दा चाहिँ हामी चाहिँ नानीको कान छिर्दिनु आएको नि त होइन। नानीको कान छिर्नुपर्छ अरे नि त 5 महिना पुगेर। सो हामी चाहिँ बसिरहेको सोध्दै होइन हुन्छ कि हुँदैन। कतिवटा दोकानमा गएँ होइन घरि के भन्ने घरि के भन्ने हुँदैन बाई अर्डर मात्रै हुन्छ भन्ने नि। यहाँ चाहिँ मेरो छोरीले मुख भन्काउँदैछ नि त हुन्छ भनेर टेन्सन हो। यहाँ चाहिँ हामी सोधेर जाउँ न अन्त भनेर सोधेँ। यहाँ चाहिँ हुन्छ अरे आधी घन्टा समथिङ लाग्छ अर्डर दिइराख्नुहोस् न भन्नुभयो नि त। सबै काम सकेर चाहिँ हामी चाहिँ गाडीमा बसिरहेको थियौँ। अब चाहिँ सौदा गर्नु हुँदै थियो सौदा पनि गर्दै अन्त ग्यासहरू पनि भर्दै त्यहाँनिर चाहिँ हामी गाडीमा बसिरहेको थिएँ। अब लास्टमा चाहिँ नानीको कान छिर्नुपर्छ नि त अघि अर्डर दिइरहेको छ हो बनाइदिनु हुँदैछ। सो हामी चाहिँ यहाँ बसिरहेको छौँ। मलाई खुसी होइन खुसीलाई पोज देऊ न भनेर त दामी पोज दियो। यहाँ नानी पनि सुतिरहेको छ हो। अब कान छिर्नु भने मलाई त टेन्सन लागिरहेको छ हो। हाई गर न भने हाई पनि गरेँ खुसीले हो। सो अब चाहिँ हामी जानुपर्छ कान छिर्नु भन्दैछु म खुसीलाई हो। डर लागिरहेछ नि आफ्नो नानीको अब कान छिर्दा कस्तो हुन्छ गाडी ऊ चाहिँ मस्त निदाइरहेको गाडीमा हो। आजकल त त्यस्तो झगडा पनि गर्दैन। अनि हामी चाहिँ अब कान छिर्नुकै टेन्सन लागिरहेको थियो। सो हामी चाहिँ झरेर पनि यहाँ सुन दोकान जाँदै थियो नि त अघि भनिरहेको थिएँ होइन अहिले चाहिँ कम्प्लिट भयो भनेर बोलाउनु भयो नि त। सो जाउँ भनेर चाहिँ म र आमा जाँदै थियो अगाडि अगाडि बहिनीले चाहिँ भ्लग गरिदिँदै थियो नि त। अन्त हामी चाहिँ यहाँ पुग्यो होइन नयाँ दोकान रहेछ चाहिँ हो। यहाँ चाहिँ पहिला अर्कै दोकान थियो नि त अङ्कलको नेपाली अङ्कलको अहिले चाहिँ बिहारी भैया रहेछ नि त हो। सो उसले चाहिँ अब रेडी गरिदिँदैछ। यहाँ चाहिँ पुरा एसिड गराएर मलाई कस्तो भइरहेको थियो नि त। ठिकै छ हेर्नु न मलाई त कहाँ फेरि त्यो माथि साथ ठ्याप्पै हुन्छ जस्तो लाग्यो नि त मलाई। ठिकै छ अहिले कोरेकोमै है। पहिला त पेनले दाग लाउनु पर्दो रहेछ नि त यहाँ एकपट्टि लगाइदिनु भयो त्यहाँदेखि अर्कोपट्टि चाहिँ अफ्ठ्यारो उठ्दै सुतिरहेको थियो। त्यहाँदेखि मैले उठाएर अर्कोपट्टि फटकाएर चाहिँ पेनले अन्त पेनले चाहिँ दाग लाउनु पर्दो रहेछ नि त होइन पेनले। सो उसले भैयाले चाहिँ पेनले दाग लगाइदिनु हुँदै थियो होइन। भैयाले छिर्दिनु भयो नि त मलाई त कस्तो अब नानी दुखेको बेला चाहिँ मैले चाहिँ भैयालाई कराई पठाइछु। हामी कराएको पनि होइन कि छिटो गरिदिनुहोस् न भनेर जोडले भनिपठाएछु कि म त आफूले अप्ठ्यारो पनि लाग्यो होइन। बहिनीले पछाडि हजुर तपाईँले त भैयालाई कराउनु भयो भन्छ कि मलाई कस्तो अब कस्तो हुन्छ है नानीलाई छिर्दा अब छिटो गरिदिनुहोस् न छिरिसकेर त्यो साइड पछाडिको चाहिँ घुमाइहाल्नु पर्दछ नि त होइन। सो हेर्नुहोस् ल गाइस यहाँ चाहिँ मेरो नानीलाई छिरिदिनु आँट्यो म त कस्तो भएको। यो 26 मा चाहिँ 6 पुरा हुन्छ। भयो 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 मेरो छोरी भयो 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 नहुनुहोस् न भयो भयो ल ल ल ल ल
हेलो गाइस हामी चाहिँ अघि आइपुगिसक्यो हैन अन्त अघि आइपुगेको अन्त नानी दुहेर कस्तो अशान्ति गर्यो नि त हैन हामीले खानाहरू पनि बनाएन बा त्यो उयोबाट लिएर आएको थियो हैन टाइपहरू त्यही खाएकोहरू देखाउनु पाएन किनभने हतार हतार गरेर चाहिँ जानुपर्ने नि त हैन त्यहाँदेखि स्पिड खाएँ उताबाट फटाफट आयो नानी रुएर हैन कान्छी हेर्दा कस्तो दुख्छ है त्यहाँदेखि अहिले चाहिँ बहिनीलाई डुलाउनु लगाइरहेको छु खुसी लाग्यो अन्त म चाहिँ एकदम ढल्केको अन्त अब चाहिँ सुतेको छैन नानी पनि बिचारा दुखिरहेको होला नि अब कान्छी हेर्दा कसलाई दुख्दैन है सो अब त भिडियो कन्टिन्यू गर्नु पाउँछ कि पाउँदैन इफ पाएँ भने भ्लग गर्छु अहिले त इभिनिङ टाइम भइसकिसक्यो गाइस सो हामी चाहिँ अन्याको पापालाई म र मेरो छोरीले पुरा मिस गरिरहेको छु आई मिस माई हस्बेन्ड तपाईँहरूलाई एउटा कुरो भन्नु भनेको थिएँ बिर्सेछु नि त होइन अन्त अब देखे पो नानी हाम्रो नानीको अब प्रायःको नानीको चाहिँ डाइरेक्ट सुनले छेडिदिन्छ सुनै लगाइदिन्छ नि त होइन अहिले चाहिँ सुनको दाम चाहिँ यस्तो महँगो भएको रहेछ होइन अब चाहिँ सुन किन्नु सक्दैन रहेछ गाइस सो अबै किनिहाल्नु पर्ने रहेछ हो भोलिको दिनमा झन् कस्तो अब महँगो हुँदै जान्छ होला पुरा टु मच एक्सपेन्सिभ भएको रहेछ सुनको दाम चाहिँ म चाहिँ सुनेर झन्डै ढले त्यही हो अन्त नानीलाई छेडेर उसको त्यो सानो सानो उयो पनि बनाइदिएँ होइन लगाइदियो कस्तो माया लाग्दो रुखको अब हुन्छ नि त्यो देखेर आफूलाई नै केही किन्नु खानु मन नलागेको डाइरेक्ट घर आएर त सुताउनु खोजी सुतेकै छैन नानी हो अब भगवान अरू त केही छैन बेलुका चाहिँ सुतोस् त्यही झाइराख्छु होइन सो हेर्दै गर्नुहोस् होला The next day. चाहिँ रेडी भएर बसिरहेको छु हो कहिले आउँछ थाहा छैन गाडी हो 11 बजीसक्यो बिहानै रेडी भएको होइन अहिलेसम्म आमा झन् बिहानै रेडी भएको तर अहिलेसम्म गाडी आएको छैन नानी सुतेर उठिसक्यो आमाले 10 पल्ट साडी बनाइसक्यो दिक्चेन 2-3 पल्ट वासरुम गइसक्यो यहाँनिर कति खेप फेस वास दलिसक्यो अल्छी लागिसक्यो अहिले पुरानमा गएर देखाउँछु हिजो पनि भ्लग गरेको छु होइन त्यो हामी उता गएको अन्त त्यो र आज पुरानको चाहिँ हाल्छु भिडियो हुन्छ अनि के कस्तो हुन्छ माया दिनुहोस् होला हेर्दै गर्नुहोस् होला चाहिँ गाडी आएर नि चढेर यहाँ पर फाटक मङ्पू बजारको फाटक पुगिसकेँ यो उकालो जानुपर्छ पुरान चाहिँ चौरता ढुङ्गामा हो नि त एकछिन र खुसी से हेलो केही भन न अस्तिको पनि तिमीले भनेको भएन यहाँ चाहिँ छ दुईजना हाम्रो आइको च्यानलमा लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला अन्त हामी त पुरान गएको हामी चाहिँ म आमा होइन दिया बहिनी सिमरन खुसी दीक्षित छ दिया राम्रो राम्रो बहिनीहरूसँग गएको नानी चाहिँ सुतिरहेको छ जसको वाहनको नाम हो सिंह यी सिंह वाहिनी भगवतीको स्वरूप अर्कै हो फेरि भिन्नै हो दुई प्रकारका स्वरूपहरू हामीले विचारमा पर्नु हुन्छ दुर्गा जसलाई हामी भन्छौँ यो पार्वतीकै स्वरूप हो समष्टि हो पार्वतीकै समष्टि सिंह वाहिनी भगवतीको अर्कै एउटा समष्टि भएको छ यसर्थ दुई प्रकारका भगवतीका शक्तिहरू हामी देख्न सक्छौँ मुख्य हुन चाहिँ भगवती एकै हुनुहुन्छ निर्गुणा र सगुणाको भेदले प्रसङ्ग अनुसार पूजा गर्नु है हुन्छ कारण पनि कार्य पनि मबाट नै सुरु हुन्छ कारण र कार्यका सिद्धान्तहरू संसारमा हामी धेरै देख्न सक्छौँ देवताहरूले आदेश गरेछन् श्रीमतीलाई कुनै नफसाइ भएन कता बिहाची हेरिहाल्नुहोस् गाइस हामी चाहिँ होइन पुरानबाट एकछिन निस्क्यौँ नि त आमालाई नानी दिएर यहाँ हाम्रो गाउँकोले चाहिँ आज यहाँ माथि पुरानमा चाहिँ भण्डारा दिनुभएको थियो नि त सो मलाई चाहिँ बहिनीले यो भोलिन्टियरको कार्डहरू लगाइदिँदै थियो होइन अन्त यहाँ चाहिँ भण्डारा पकाउनु हुँदै थियो नि त सबैजना मिलेर होइन गाउँको अनि यहाँ चाहिँ म अलिकति क्लिप लिन्छु भनेर चाहिँ खिच्दै थिएँ होइन त्यसको लागि गरिदिन्छु खडेलाई हाम्रो काकाले चाहिँ भात पकाउँदैछ पूजामा पनि बिहामा पनि है काका होइन नानीले गर्दा नि त निखिल ढिलो आयो नि त
लुक्नु पर्यो अहिले पनि सिभिलाइज भएको छैन बडा यहाँ चाहिँ हाम्रो स्कुल भ्यू अफ चौरतरधुरा हेलो हामी त घर फर्केको होइन नि